सो हे व्हाट्सअप गाइज वेलकम ब्याक अगेन। आजको भिडियोमा चाहिँ हामीहरू ब्रेकआउट एन्ड ब्रेकडाउनलाई चाहिँ हेर्नेछौँ, जो कि एकदमै इम्पोर्टेन्ट कन्सेप्ट रहेको छ। प्राइस एक्सनको कसरी एउटा ट्रेडरले ब्रेकआउटको बेसिसमा ट्रेड गर्दो रहेछ त कसरी एउटा ट्रेडरले ब्रेकडाउनको आधारमा चाहिँ ट्रेड गर्दो रहेछ, सम्पूर्ण प्रोसेस चाहिँ हामी आजको भिडियोमा चाहिँ हेर्नेछौँ। धेरै डिफिकल्ट कन्सेप्ट केही पनि छैन, जस्ट सिम्पल भाषामा म हजुरहरूलाई बुझाउने ट्राई गर्छु है त। अनि यो चाहिँ रहेको छ हाम्रो नेप्सेको डेली चार्ट, जो कि हजुरहरूले ओपन गर्न सक्नुहुन्छ नेप्से अल्फामा गएर, यदि हजुरहरूलाई फ्रीको एक्सेस गर्ने मन छ भने। सो अब चाहिँ हामीहरू अगाडि बढौँ है त। सो ब्रेकआउट भनेको के हो त, ब्रेकआउट भनेको के हो, ब्रेकडाउन भनेको के हो, त्योभन्दा अगाडि म हजुरहरूलाई एउटा इक्जाम्पल दिन चाहन्छु। लेट्स से यो एउटा रेन्ज छ, राइट, यो एउटा रेन्ज छ। यो माथिको रेन्ज जुन छ यो 50 रुपिसको रेन्ज छ, अनि यो तलको यो जुन रेन्ज छ यो 40 को चाहिँ रेन्ज छ। हाम्रो लेट्स से पोट्याटोको इक्जाम्पल लिउँ। पोट्याटो चाहिँ हाम्रो यही रेन्जमा चाहिँ गइरहेको छ 1 केजीको। अनि त्यसपछि यदि यो पोटेटोको डिमान्ड धेरै भयो, सप्लाई थोरै भयो भने के हुन्छ? डिमान्ड धेरै भयो, सप्लाई थोरै भयो भने के हुन्छ? प्राइस बढ्छ। प्राइस बढेर कहाँ जान्छ त? यो 50 को लेभललाई ब्रेक गरेर लेट्स चाहिँ यहाँ 60 सम्म पुग्यो रे, यसलाई चाहिँ हामीहरू ब्रेकआउट भनेर भन्छौँ, BO भनेर भन्छौँ। यो जुन लेभल ब्रेक भयो 50 को, यसलाई चाहिँ हामीहरू ब्रेकआउट भनेर भन्छौँ। एन्ड देन यदि सेम थिङ जब मार्केट गइरहेछ, लेट्स से यो पनि पोट्याटोको इक्जाम्पल लिउँ, एन्ड देन जब सप्लाई धेरै भयो, डिमान्ड कम भयो, जब के भयो? सप्लाई धेरै भयो, डिमान्ड कम भयो भने मार्केटको प्राइस तल जान्छ। लेट्स से यो प्राइस कहाँसम्म गयो त? यो प्राइस गयो हाम्रो लेट्स से 30 सम्म। सो यो जुन छ 40 लाई जसरी यसले ब्रेक गर्यो, यसलाई चाहिँ हामी भन्छौँ BD, यानि कि ब्रेकडाउन भनेर भन्छौँ। सिम्पल, केही पनि होइन। अब यदि यसलाई हामीहरूले ट्रेडिङको भाषामा बुझ्ने हो भने कुनै पनि रेजिस्टेन्स लेभललाई, हजुरहरूलाई थाहै छ रेजिस्टेन्स लेभल भनेको के हो। रेजिस्टेन्स लेभल ब्रेक हुन्छ भने यसलाई चाहिँ हामीहरू के भन्छौँ त? BO, यानि कि ब्रेकआउट भनेर भन्छौँ। अनि त्यसपछि कुनै पनि लेभल छ, यसको यो सपोर्ट लेभल ब्रेक हुन्छ भने यसलाई चाहिँ हामीहरू BD भन्छौँ। सो मेन थिङ हजुरहरूले के याद गर्नु त भने कुनै पनि रेजिस्टेन्स लेभल ब्रेक हुन्छ भने त्यो के हो त? हाम्रो ब्रेकआउट हो। अनि त्यसपछि कुनै पनि सपोर्ट लेभल ब्रेक हुन्छ भने त्यो चाहिँ हाम्रो ब्रेकडाउन हो। मैले हजुरहरूलाई एउटा इक्जाम्पल पनि दिएँ। लेट्स से यो एउटा रेन्ज छ, यसको भ्यालु चाहिँ 50 हो, अनि त्यसपछि यो भनेको हाम्रो लेट्स से 40 हो, 40, यसलाई म 4 बनाउँछु, ओके। अनि त्यसपछि यो पोट्याटोको भ्यालु चाहिँ यति भइरहेछ, यसरी गइरहेछ। अनि त्यसपछि एक्कासी के भयो त भने यो पोट्याटोको डिमान्ड भयो, सप्लाई भएन, डिमान्ड भयो, सप्लाई धेरै भएन भने प्राइस माथि जान्छ। प्राइस माथि गइसकेपछि के हुन्छ त? यो 60 लेभललाई चाहिँ रिच गर्यो लेट्स से, अनि यो 50 को यो जुन 50 लेभललाई यसले जुन यो ब्रेक गर्यो, यसलाई चाहिँ हामीहरू के भन्छ त? ब्रेकआउट भनेर भन्छ। अनि त्यसपछि यो जुन मार्केट गइरहेछ, सप्लाई धेरै भयो, डिमान्ड थोरै आयो भने मार्केट तल जान्छ। एन्ड देन यो लेभललाई रिच गर्यो लेट्स से 30 को लेभललाई, धेरै नै तल गयो लेट्स से, यसलाई चाहिँ भन्छ हामीहरू BD, यानि कि ब्रेकडाउन भनेर भन्छ। सिम्पल एज इट इज। नोट हजुरहरूले के गर्नुहोस् त भने यदि कुनै पनि रेजिस्टेन्स लेभललाई ब्रेक हुन्छ भने, हजुरहरूले सपोर्ट र रेजिस्टेन्सको बारेमा पढ्नु भएको छ कि छैन? लेट मी टेल यू, रेजिस्टेन्स एन्ड सपोर्ट। रेजिस्टेन्स र सपोर्ट भनेको के त भने कुनै पनि यो जुन छ नि, यो जुन छ यो चाहिँ हाम्रो एउटा रेजिस्टेन्स हो। किन भन्दाखेरिमा यो लेभलमा प्राइस गएर तल गइरहेको छ, यो लेभलमा प्राइसले जुन यो रिच गरेर तल आउँछ नि, यसले चाहिँ रेजिस्टेन्सको काम गर्छ। एन्ड देन जुन यो लेभल छ, यो लेभलमा के भइरहेको छ? बार बार प्राइसले रिजेक्सन पाइरहेको छ, भनेको मतलब यो भनेको हाम्रो सपोर्ट जोन हो। यसका साथसाथै अब के बुझ्नुहोस् त भने यदि यो रेजिस्टेन्स लेभल अलरेडी हजुरहरूलाई थाहा छ, यदि थाहा छैन भने मैले मेरो च्यानलमा चाहिँ सपोर्ट र रेजिस्टेन्सको बारेमा चाहिँ अलरेडी पढाइसकेको छु। सो यदि यो लेभललाई रेजिस्टेन्स लेभललाई ब्रेक गर्यो भने यसलाई चाहिँ हामीहरूले ब्रेकआउट भन्ने, एन्ड देन यो सपोर्ट लेभल जुन छ यसलाई ब्रेक गर्यो भने यसलाई चाहिँ हामीहरूले BD भन्ने। सिम्पल एज इट इज। अब यो कुरालाई चाहिँ हामीहरू आफ्नो चार्टमा चाहिँ हेरौँ है त। सो चार्टमा हेर्ने हो भने हजुरहरूले यता हेर्न सक्नुहुनेछ जुन यो लेभल छ, हामी चाहिँ यो लेभल हेरौँ।
यो लेभल हेरौँ है हामीहरू। पहिला त हामीहरू एउटा रेजिस्टेन्स जोन हेरौँ। रेजिस्टेन्स जोन थाहा छ मलाई किन मनपर्छ थाहा छ नेपालको मार्केट, बिकज हामी एउटा ट्रेन्ड लाइनमा पनि हामी ट्रेड गर्न सक्छौँ क्या। फरेक्स मार्केटमा के हुन्छ, फरेक्स मार्केटमा हामीले एउटा जोन बनाउनुपर्छ। आई थिङ्क नेपालमा नि बनायो भने राम्रो प्र्याक्टिस नै हो, बट नेपालमा त्यस्तो खासै मलाई लाग्दैन कि जोन र ट्रेन लाइनमा के फरक हुन्छ। बट मैले जोन बनाउँछु बिकज मेरो बेस्ट प्र्याक्टिस छ। यदि हजुरहरूले मेरो पुरानो भिडियोजहरूलाई पनि हेर्नु भएको छ भने म अलरेडी जोन बनाएरै हिँड्ने बच्चा हो। सो यो हेर्नुहोस् त, यो भनेको हाम्रो रेजिस्टेन्स लेभल हो। हजुरहरू हेर्नुहोस्, जस्ट म ब्रस युज गर्छु। यो भनेको हाम्रो रेजिस्टेन्स हो। अनि यो जुन लेभल छ यो लेभललाई चाहिँ हामीले सपोर्ट भन्ने हो। जब यो मार्केट कन्सोलिडेसन फेजमा थियो एन्ड देन जब यो लेभललाई ब्रेक गर्यो यसलाई चाहिँ हामीहरूले भन्ने हो ब्रेक आउट। जो कि हेर्नुहोस् त यो मार्केटले ब्रेकआउट गर्ने बित्तिकै हेर्नुहोस् है कति पर्सेन्टको मुभ आयो त मार्केटमा। मार्केटले ब्रेकआउट गर्ने बित्तिकै 825 पोइन्टको मुभ आयो, यानि कि 37.14 को मुभ आयो। ब्रेकआउट यस्तो इम्पोर्टेन्ट कन्सेप्ट हो प्राइज एक्सनमा। यदि प्राइजलाई हेरेर हजुरहरूले प्रिडिक्सन गर्नुहुन्छ भने चाहिँ मिल्छ। हेर्नुहोस् त, ब्रेकआउट यदि हजुरहरूले ट्रेड गर्नुहुन्थ्यो भने यो लेभलको ब्रेकआउटमा, जब कि मार्केटले यो लेभल लिइरहेको थियो एन्ड देन जब मार्केटले यो लेभललाई ब्रेक गर्यो, यदि हजुरहरूले यहाँनिर आफ्नो ट्रेड लिनुहुन्थ्यो भने कति पोइन्ट हजुरले कमाउनुहुन्थ्यो? हजुरले कमाउनुहुन्थ्यो कति पोइन्ट त भने 823, लेट्स से 33 पोइन्ट हजुरहरूले चाहिँ कमाउनुहुन्थ्यो। सो यो इक्जाम्पल हेरेर हजुरहरूले के बुझ्नु त भने ब्रेकआउट एकदमै इम्पोर्टेन्ट कन्सेप्ट हो। यदि ब्रेकआउटको बारेमा हामीहरूले बुझ्यो भने ब्रेकआउटबाट हामीहरू राम्रो पैसालाई जेनेरेट गर्न सक्छौँ। सो यसका साथसाथै अब हामीहरू ब्रेकडाउन पनि हेरौँ है त। सो ब्रेकडाउन हेर्ने हो भने अब हेर्नुहोस् हजुरहरू, लेट्स से यो लेभल जुन छ, यो लेभल छ एउटा, अलिकति पछाडिको जान चाहेँ। सो यो लेभल छ, यो लेभल एउटा जोन हो। सो अनि त्यसपछि यो लेभल चाहिँ हाम्रो रेजिस्टेन्स हो। लेट्स से यो लेभल चाहिँ हाम्रो सपोर्ट हो। हेर्नुहोस् है, प्लिज ध्यान दिएर हेर्नुहोस्, हजुरहरूको नै फाइदा हुन्छ। यो लेभल चाहिँ हाम्रो रेजिस्टेन्स लेभल हो एन्ड देन यो लेभल जुन छ यो लेभल चाहिँ हाम्रो सपोर्ट लेभल हो। अब हेर्नुहोस् त, मार्केटले माथि गयो तल आयो, मार्केटले रेजिस्टेन्स लेभललाई रेस्पेक्ट गर्यो तल आयो, सपोर्ट लेभललाई रेस्पेक्ट गर्यो माथि गयो, रेजिस्टेन्स लेभललाई रेस्पेक्ट गर्यो तल आयो। यो जुन तल आयो एन्ड देन जो यहाँनिर जो यसले ब्रेकआउट दियो, सरी यसलाई ब्रेकडाउन भन्छ, ब्रेकआउट भन्दैन, ब्रेकडाउन दियो। हजुरहरूले हेर्न सक्नुहुन्छ कति रेस्पेक्ट गरेको छ मार्केटले यो ब्रेकडाउनलाई। हेर्नुहोस् त, मार्केट कति पोइन्ट तल गएको छ त? मार्केट लगभग मेरो विचारमा यहाँदेखि यदि हामीले हेर्ने हो भने पनि हाम्रो 529.17 पोइन्ट चाहिँ मार्केट तल गएको छ, यानि कि 22.32% चाहिँ मार्केट तल गएको छ। मार्केटले ब्रेकआउट र ब्रेकडाउनलाई यसरी रेस्पेक्ट गरिरहेको हुन्छ। यदि हामीले ब्रेकआउट र ब्रेकडाउनको बेसिसमा ट्रेड गर्ने हो भने पनि हाम्रो राम्रो अर्निङ हुनसक्छ सेयर मार्केटबाट। सो हजुरहरूले यसरी चाहिँ फाइन्ड आउट गर्नु होला। अझै हामीहरूलाई अलिकति पछाडिको डेटा चाहियो, हामीहरूलाई पछाडि जानु छ भने हजुरहरूले सिम्पली यो लेभलमा हेर्न सक्नुहुन्छ। यो लेभलमा हेर्नुहोस् त, यो लेभलमा केही पनि भएको छैन। हामीसँग एउटा लेभल छ, लेट्स से यो लेभल छ, यो एउटा ट्रेन्ड लाइन लिएँ मैले एन्ड देन म चाहिँ अर्को पनि एउटा ट्रेन्ड लाइन दिन्छु। सो यदि हेर्ने हो भने यो चाहिँ हो हाम्रो रेजिस्टेन्स लेभल एन्ड यो चाहिँ हो हाम्रो सपोर्ट लेभल। मार्केट कन्सोलिडेसन गर्यो एन्ड देन ब्रेकआउट दियो। यदि यो लेभलमा कसैले बाई गरिरहेको थियो भने यसलाई चाहिँ ब्रेकआउट भन्छ, BO, यानि कि ब्रेकआउट ट्रेडर पनि हुन्छ कोही कोही जो कि ब्रेकआउटको बेसिसमा ट्रेड लिन्छ। हजुरहरूले देखिहाल्नु भयो, यदि ब्रेकआउटको बेसिसमा ट्रेड लिने हो भने पनि हाम्रो राम्रो अर्निङ हुन्छ। सो यहाँनिर ब्रेकआउट हुने बित्तिकै यदि कसैले ट्रेड लिएको थियो भने त्यसको प्रॉफिट कति हुन्थ्यो? प्रॉफिट हेरेर दङ्ग पर्नुहुन्छ हजुरहरू। 1522 पोइन्टको चाहिँ प्रॉफिट हुन्थ्यो एन्ड देन 89.52% चाहिँ मार्केट माथि गएको छ, जस्ट ब्रेकआउटको बेसिसमा ट्रेड गर्ने हो भने पनि। सो ब्रेकआउट र ब्रेकडाउनको कन्सेप्ट एकदमै आवश्यक छ। यो चाहिँ हजुरहरूले राम्रोसँग हेर्नु होला। यो चाहिँ बुझ्यो भने चाहिँ राम्रो प्रकारको अर्निङ गर्न सकिन्छ। मैले हजुरहरूलाई यो इक्जाम्पलहरूबाट पनि भने। यदि हजुरहरू पछाडिबाट ब्याक टेस्ट गर्न चाहनुहुन्छ भने चाहिँ हजुरहरूले मजाले पछाडि जाने, मार्केटलाई राम्रोसँग ब्याक टेस्ट गर्ने। अनि यो जुन यो लेभल छ यसलाई चाहिँ हजुरहरूले सपोर्ट र रेजिस्टेन्स लेभल चाहिँ मार्क गर्नु होला। यो चाहिँ हो हाम्रो एउटा मेजर लेभल सपोर्ट
एन्ड देन यो जुन छ यो चाहिँ हो हाम्रो एउटा मेजर लेभल रेजिस्टेन्स लेभल। अब मार्केट यो लेभलमा चाहिँ गइरहेको छ। अब हजुरहरूले एफभिजी कुरा सुन्नु भएको छ भने यहाँभित्र एउटा एफभिजी पनि छ, बट आई थिङ्क यति कुरा चाहिँ मेन याद गर्नु होला, कुनै पनि ब्रेकआउट र ब्रेकडाउन छुट्याउनुभन्दा अगाडि सपोर्ट र रेजिस्टेन्स लेभल चाहिँ हामीहरूले राम्रोसँग ध्यान दिनुपर्ने हुन्छ। यो भनेको रेजिस्टेन्स लेभल हो, यो भनेको सपोर्ट लेभल हो। एट द एन्ड अफ द टाइम म चाहिँ हजुरहरूलाई एउटा चिज मात्र भन्न चाहन्छु, जब कुनै पनि रेजिस्टेन्स लेभललाई ब्रेक गर्यो भने हामीले यसलाई चाहिँ ब्रेकआउट भन्ने, एन्ड देन कुनै पनि सपोर्ट लेभललाई ब्रेक गर्यो भने हामीहरूले यसलाई चाहिँ बिडी भनेर भन्ने। द्याट्स इट। ब्रेकआउट एन्ड ब्रेकडाउन यति कन्सेप्ट हो, केही पनि यसमा रकेट साइन्स केही पनि छैन। आई थिङ्क आजको भिडियोमा हजुरहरूले एकदमै राम्रो नलेज चाहिँ सिक्नुभयो। यदि हजुरहरूलाई यस्तो प्रकारको नलेज फेरि चाहिन्छ भने प्लिज सब्सक्राइब माई च्यानल। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू।